here. Excellency, please. Going up? Yeah. Be careful. Let me not make an accident now. कहाँ माथि गयो तिमी Much better. छोड न अहिले तपाईँ माथि चढ्नु माथि नचढ्नु त I don't know. यो चाहिँ मरिजको हो क्या एक्सलेन्सलाई मरिजको थियो कमसै यतापट्टि खिच्नु भएर आउनु भिडियो फोटो फोटोमा जानु भिडियो गर्नु ल अब फोटो चाहिँ हाम्रो फोटो लिइरहनु भएको छ नि हाम्रो अध्यक्षलाई 2 शब्द सहित अनि अनुगमनको हजुरजी पहिला हजुरले हैन पहिला हजुरले अनि त्यसपछि म I'm not a mountain guy like you. सबैलाई नमस्ते हाम्रो नेपाल उद्योग वाणिज्य सङ्घको अध्यक्षज्यू एनएमए का निर्देशक बोर्ड चिफ अध्यक्षज्यू हाम्रो फ्रान्स एम्बेसीका एम्बेसीज्यू अनि हाम्रो एनटिपीका निर्देशकज्यू अनि हाम्रो टानका अध्यक्षज्यू पत्रकारज्यूहरू लगायत यहाँ सम्पूर्ण उपस्थित महानुभावहरू आज जुन 3 तारिक जुन आजभन्दा 75 वर्षौँ अगाडि यो हिमाल यही बाटो हुँदै जुन हामी आयौँ त्यही बाटो हुँदै यो बाटो हुँदै अन्नपूर्ण फर्स्ट हिमाल 1950 जुन 3 तारिकको दिनमा फ्रान्सेली नागरिक मौरिस हर्जोग र लुइस लार्सनले चढ्नु भएको थियो जो यो हिमालमा 8000 भन्दा मिटर भन्दा अग्लो हिमाल संसारमै पहिलो पटक यो हिमाल आरोहण गरेको हुनाले यो अन्नपूर्ण फर्स्टलाई जेठो हिमालको रूपमा मानिन्छ र आज हामीले 75 वर्ष पुरा गरेर 75औं वर्ष हिरक महोत्सवको रूपमा यो कार्यक्रम राखिएको छ। यो कार्यक्रममा सम्माननीय प्रधानमन्त्री परराष्ट्र मन्त्रीज्यू अनि राज्य मन्त्रीज्यू अनि प्रदेश मन्त्रीज्यू लगायत यहाँ विशिष्ट पाहुनाहरू चाहिँ आउनुहुनेछ र यो हेलिकप्टरको अवस्थामा अहिले हाम्रो यो ग्रुप देखिरहेका छौँ। यो अहिले हामी यो टोली आएका छौँ भने अघि योभन्दा अगाडि एक टोली गइसक्नु भएको छ र आज हामीले तिनै आरोहीहरूलाई हामीले यहाँ सम्मानका साथ हामीहरूले उहाँहरूको मूर्तिमा के त अनावरण गर्ने कार्यक्रम छ। यसर्थ मैले सबैभन्दा पहिला नेपाल उद्योग वाणिज्य सङ्घका चन्द्र ढकालजीलाई एउटा मूर्ति अनावरण गरिदिनुको निम्ति म हार्दिक अनुरोध गर्दछु। केही भनौँ मैले नि 2 मिनेट गाउँपालिकाका अध्यक्षज्यू हर एक्सलेन्सी फ्रेन्च एम्बेसडर एसोसिएसनका अध्यक्षज्यू हाम्रो एनटिभीका चाहिँ साथीहरू र पत्रकार मित्रहरू सर्वप्रथम त आज यो अन्नपूर्ण बेस क्याम्पमा चाहिँ यहाँ आएर आजभन्दा 75 वर्ष पहिला जुन यो अन्नपूर्ण चाहिँ जुन फ्रेन्च नागरिकले जुन चढ्नुभयो त्यो उपलक्ष्यमा जुन अन्नपूर्ण गाउँपालिका आयोजित यो कार्यक्रममा यहाँ आउन पाउँदाखेरि म आफूलाई निकै खुसी लागेको चाहिँ छ। नेपालको चाहिँ पर्यटन प्रवर्धन गर्नको लागि सरकारले जुन एउटा पर्यटनलाई जुन महत्त्वका साथ चाहिँ अगाडि चाहिँ बढाएको चाहिँ छ त्यसको लागि पनि वास्तवमा चाहिँ यो आजको कार्यक्रमले एउटा चाहिँ संसारमै नेपालको चाहिँ एउटा पर्यटकीय प्रवर्धनमा चाहिँ यसले महत्त्वपूर्ण चाहिँ भूमिका गर्नेछ भन्ने कुरा म राख्न चाहन्छु। सँगसँगै गाउँपालिकाका अध्यक्षज्यू लगायत हाम्रो यो आयोजक साथीहरूले जुन यो कार्यक्रम चाहिँ जुन आयोजना चाहिँ गर्नुभएको छ आज सम्माननीय प्रधानमन्त्रीज्यू पनि भन्नाले चाहिँ आउँदै हुनुहुन्छ। वास्तवमा यसले चाहिँ नेपालको पर्यटन प्रवर्धनमा धेरै ठुलो चाहिँ एउटा चाहिँ भन्नाले चाहिँ भूमिका खेल्नेछ भन्ने म राख्न चाहन्छु। Excellency, it will be the great opportunity for us to explore our promotion for the tourism sector. Thank you so much being here. Thank you so much everybody. Thank you so much. Thank you. Any ambassador also? Yes, I can say Excellency, please. Dear all, thank you very much for making it possible for me to join you at Basecamp to unveil these statues. France and Nepal are going along in this friendship adventure in Annapurna since 1950, and I'm very happy that the memory is still alive and we are still enduring a long friendship since 1950. So it is a great honor, a great pride, and I come with a very honored
emotional and friendly atmosphere in the base camp with all of you. Thank you so much for sharing this moment. Your Excellency नेपाल टुरिज्म बोर्डका निर्देशक हाम्रो चाहिँ तान च्याप्टरका चाहिँ अध्यक्ष लगायत सम्पूर्ण व्यवसाय साथीहरू पत्रकार मित्रहरू आज म नेपाल पर्यटन सङ्घको अध्यक्षको हैसियतले यहाँ आज जुन अन्नपूर्णमा यो हुन गइरहेको 3टा मूर्ति जो चाहिँ हामीले मरिस एक्जो लुइस र हाम्रो शेर्पा जो प्रथमचोटि अन्नपूर्ण चढेको थियो उहाँको सम्झनामा चाहिँ यो गाउँपालिका लगायतको चाहिँ उहाँहरूको चाहिँ इनिसिएसनमा एउटा स्थापना गरेका छौँ। त्यसको लागि सर्वप्रथम म गाउँपालिका लगायत यसमा इन्भल्भ हुने सबैजनालाई हार्दिक धन्यवाद दिन चाहन्छु। पर्वतारोहण सङ्घ यस्तो चाहिँ तपाईँको चाहिँ महत्त्वपूर्ण चाहिँ तपाईँको चाहिँ हाम्रो एडभेन्चर टुरिज्मको महत्त्वपूर्ण चाहिँ कुरा हो कि देशको लागि हाम्रो नेपालको लागि यसले देशको बिचको सम्बन्ध व्यक्ति बिचको सम्बन्ध एडभेन्चर टुरिज्मको चाहिँ विकासको सम्बन्ध यसकोबाट चाहिँ तपाईँको यहीँबाट चाहिँ हामीलाई चाहिँ तपाईँको चाहिँ विदेशी मुद्रा आर्जन गर्नेको कुरा त्यसपछि रोजगारीको कुरा अनेक कुराहरू जोडेको छ र यो कुरालाई महत्त्व दिएर अहिले स्थानीय लेभलबाट सरकारले जुन चाहिँ महत्त्व दिएर प्रधानमन्त्री समेत आउँदै हुनुहुन्छ त्यसको लागि म एकदम गौरवित छु। हाम्रो आवाजलाई केही मात्रामा सुने जस्तो लाग्छ सरकारले, त्यसको लागि चाहिँ यहाँहरू सबैलाई धन्यवाद। स्पेसली थ्याङ्क यू सो मच योर एक्सलेन्सी फर all the way coming here for to unveil this things and we are proud of this and तपाईँहरूको समयको लागि धेरै धेरै धन्यवाद। Thank you very much. सरलाई एक सेकेन्ड 2 मिनेट राख्नु पर्ने। हर एक्सलेन्सी गाउँपालिकाका अध्यक्षज्यू, उद्योग वाणिज्य महासङ्घका अध्यक्षज्यू, एनएमएका प्रेसिडेन्टज्यू, टाङ्गन गण्डकी च्याप्टर गण्डकी प्रदेशका अध्यक्षज्यू लगायत पत्रकार साथीहरू, आज एकदम गर्वको कुरा हो। हामीले 80बाट टान गण्डकी र नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयले मिलेर हामी करिब 55 जनाको टोली, त्यसमा राष्ट्रिय अन्तर्राष्ट्रिय पत्रकारहरू जो अहिले अगाडि हुनुहुन्छ साथमा उहाँहरू लगायतको टोली गाउँपालिका संयोजनमा हामी आएका थियौँ र फ्रान्सका मरिस हजुरका छोरा र नाति म्याथियस र इमानुएल इथान हजुर लगायत 14 जनाको साङ्गीतिक टोली र साथसाथै केही त्यसमा कलाकारहरू र यो भिडियो गर्ने मिडियाको टोली पनि आउनु भएको थियो। भर्खरै हामीले उहाँहरूलाई बिदा गऱ्यौँ। मौसमको अलिकति अनुकूलता नभएको हुँदाखेरि किन बिहान 4-5 बजेदेखि हिउँ परिरहेको थियो क्या, त्यो भने उहाँले अलिकति आँट गर्नु भएन। अनि हामीले चाहिँ अघि एउटा आइस्याक्स जुन मरिस हजुरले 1950 जुन 3rd भनौँ त्यो एक्सपिडिसनमा चढ्दाखेरि प्रयोग गर्नुभएको थियो, त्यो यहाँको सामु पनि हामीले अनवेल गरेका थियौँ। पर्सि आइएमएमा ठुलो कार्यक्रम राखेर गरिँदैछ। मुख्य गरिकन यो पर्यटन बोर्ड लगायत हामी सबै संस्थाको पहल भनेको अन्नपूर्ण फर्स्ट बेस क्याम्प एरियालाई अहिले अझ बढी ग्लोबल टुरिज्म म्यापमा बढीभन्दा बढी हाइलाइट गर्ने। ट्रेकिङ डेस्टिनेसन त भइ नै हाल्यो, त्यस पछाडि माउन्टेनियरिङको लागि पनि यो एकदम राम्रो भर्जिन छ भन्ने हिसाबमा बताउनको लागि पनि हामीले ल्याएको। र पूर्णिमाजी हाम्रो फ्रेन्च एम्बेसी लगायत नेपाल सरकारले अन्नपूर्णको लागि गुडविल एम्बेसडर घोषणा गर्नुभएको हो। पूर्णिमाजी पनि अघि हामीसँगै हुनुहुन्थ्यो। यति भन्दै यो भव्य कार्यक्रमको लागि गाउँपालिकालाई हार्दिक धन्यवाद दिन चाहन्छु। आज एकदम इम्पोर्टेन्ट चाहिँ एउटा महत्त्वपूर्ण चाहिँ आङ थर्के शेर्पा यसको चाहिँ सरदार उहाँलाई पनि हामीले एकदम सम्झिनु पर्छ। उहाँ बिना त फेरि अब इन्कम्प्लिट हुन्थ्यो है। अब 2 मिनेट उहाँलाई यसो छ्याप पार्नु भएन भने किन सबै लिएर भयो मैले यो 2 मिनेटले 2 भन्दा नि पालिका प्रमुखज्यू एनएमएका अध्यक्षज्यू हाम्रा व्यवसायिक चन्द्र ढकालज्यू गण्डकी प्रदेशका मणि सर लगायत सम्पूर्ण पत्रकारज्यूहरूलाई नमस्कार गर्न चाहन्छु। महत्त्वपूर्ण समय छौँ। हाम्रा यी 3 लेजेन्डहरू हुनुहुन्छ। यो ठाउँलाई प्रबन्धन गर्नुपर्छ भन्ने हिसाबले टान गण्डकीले हिजोदेखि नै अवरोधमा हामी लागिरहेको थियौँ भने आज यो एकदमै सफल कुरा भएको छ। यहाँले जुन समय दिनुभयो यो यति महत्त्वका साथ पालिकाले यो पहल गरिदिनु भयो हिजो आजको वी आर रियली थ्याङ्कफुल फर यु। अनि आदरणीय सामान्य प्रधानज्यू आउने कार्यक्रम छ। यो पछि चाहिँ यो ठाउँ चाहिँ पक्कै नै पर्यटनसँग जोडिन्छ। हामी प्रबन्धनमा लागिसकेका छौँ र यो ठाउँको विकास गर्नलाई यो देशमा टुरिज्मबाट यो समृद्धि सम्भव छ भन्ने कुराहरू यो देख्न सकिन्छ भन्दै मैले जुन आयोजनालाई सबै भूमिका दिनुभयो। हामी आज 3 दिन 4 दिनमा आज हामी पोखरातिर लाग्नेछौँ। यो जुन अवसर दिनुभयो पालिकाले जुन पहल गरिदिनु भयो एकदम धन्यवाद दिन चाहन्छु। हाम्रो आनन्दको अध्यक्षलाई एकदम विशेष धन्यवाद। यहाँको पहल पनि थियो। यो जुन स्ट्याच्यु हाम्रो लेजेन्डहरूलाई यहाँ राख्नलाई जुन हिजोदेखि नै विशेष भूमिका खेलिरहेको थियो त्यो मानेमा सबैलाई एकदम धन्यवाद दिन चाहन्छु। थ्याङ्क यू एक्सलेन्सी, यु केम अल द वे फ्रम काठमाडौँ। थ्याङ्क यू सो मच। थ्याङ्क यू अल। होइन यता चाहिँ होइन यता आउनु तपाईँ
यू Excellency, have a look. Yeah. धन्यवाद Excellency, let's have ओके वी क्यान गो ब्याक जाउँ जाउँ अब जानेर उहाँलाई अलिक गाह्रो भयो अरे जाउँ जाउँ म्याडम यु क्यान एक्जिट ल जाउँ ल गाउँबाट ठुलो क्यामेरा Thank you. Thank you so much. Oh, sorry. Thank you so much. Thank you so much. एकदम गाह्रो नै एकदम सबैलाई एकदम धन्यवाद है यहाँहरु एकदम कष्ट गर्नु भएको छ यो भाइ ठाउँ दुःख पाउनु भएको छ एकदम होटल छप्न पर्यो के अब जो होटल कहाँ यता त यो होटल राख्ने होला यो साइड होटल अस्ति